म एउटा साधारण नागरिक, तर अहिले एउटा सार्वजनिक पदमा छु, मैले बुझ्छु यो कुरा, मैले आफ्नो जिम्मेवारी बुझ्छु, एउटा पारदर्शी हुनुपर्छ भन्ने म कुरा बुझ्छु र सफाई पाइहालेको खण्डमा मेरो विचारमा त्यो फेरि तपाईँको जिम्मेवारीमा उहाँले इच्छाउनुहुन्छ र मलाई काबिल देख्नुहुन्छ भने म त्यो पदमा गइहालेँ भने पनि मलाई अलिकति समय दिनु म हजुर सबैजना आग्रह गर्छु। मलाई 2 महिना जतिको समय दिनु, त्यतिखेर यो फोटो खिच्ने र माला लाउने, खाजा लाउने, बधाई दिने कार्यक्रमहरू नगरौँ, मन्त्रालय धाउने काम नगरौँ। 2 महिना जति मलाई समय दिनु होला, म त्यति दिनसम्म सबै कुराहरू इस्टाब्लिस गरिदिन्छु। त्यसपछि नि भएन भने बाबु तिमीले बोलेको भएन है भनेर भन्नु होला। म तपाईँको छोरा जस्तो हो, तपाईँहरूले मलाई एउटा जिताएर पठाउनु भयो हुँदैमा म तपाईँभन्दा माथि होइन, म तपाईँभन्दा मुनि नै हो। तपाईँहरूले आज यो काम नगरेर तपाईँले मलाई दुःख गरेर भोट दिएर नजिताउनु भएको, आज म त्यो ठाउँ पुग्दिनँ थिएँ र म आफ्नो धरातल बुझ्छु। म यसलाई बिर्सिदिनँ, म तपाईँहरूलाई सम्झिरहेको छु, तपाईँहरू मेरो मनमै छ, त्यही भएर तपाईँले देख्नु भइहाल्यो। म तपाईँहरूसँग भेट्दाखेरि म अङ्गाला मार्छु। कुनै ठुला नेता जस्तो गरेर म तपाईँ ल अब चाहिँ म मन्त्री पूर्व मन्त्री भनेर तपाईँलाई मैले रवाफ पनि देखाएको छुइनँ। म अहिले पनि तपाईँहरूको त्यही सुदन गुरुङ हो जो चुनावमा नजितिएर तपाईँहरूलाई हात जोडेर भोट माग्न आएको थिएँ र पछि पनि त्यही सुदन गुरुङ हुनेछु। तपाईँहरूको इज्जत म फाल्दिनँ, मैले बोलेको छु र यो मेरो तपाईँहरूलाई बाचा हो। हस् त, धेरै धेरै धन्यवाद, शुभकामना छ सबैजना साथीभाइहरूलाई जो हाम्रो अधिवेशनमा उठ्नु भएको छ। प्लिज मेक श्योर कि हामीहरू सबै सङ्गठित हिसाबमा जाउँ, एकअर्कामा विवाद नहोस्, झगडा नहोस्। 2-3वटा ठाउँहरूमा मैले देखिरहेको छु कि हानाहान परिरहेको छ। त्यो भनेको पुरानो राजनीतिक संस्कार हो जुन तपाईँलाई हामीले तोड्नु पर्नेछ। त्यो संस्कारलाई तोड्दै राष्ट्र स्वतन्त्र पार्टी के हो भन्ने एउटा इक्जाम्पल सेट गरेर यसपालिको प्रदेश स्थानीय केन्द्र त भइहाल्यो, 3 तहको सरकार दिएर यसपालि देश बनाऊ। धेरै धेरै धन्यवाद।